पासाङ दिदी केम 3 मा म एक्लै सुतेको थियो अनि अब केम 3 भन्दा एकदम भिडमा छ हैन अनि राति 3-4 बजे बिहान 3-4 बजेतिर चाहिँ पासाङ दिदीले मलाई लाकुची भनेर बोलायो के उहाँ फर्केर आए भने चाहिँ म जाने वाला थिए के म वेटिङमा थियो हैन हाम्रो नेपालको हिमाल जहाँ गयो भने मेरो छातीभित्र मेरो आँखाभित्र रहन्छ मान्छेले हातले हान्नै पर्दैन के शब्दले हान्ने मान्छेहरु आत्माले बोलाउँछ भने चाहिँ मैले त्यतिखेर खुद फिल गरे के संकेत चाहिँ फेरि बाटोमा जाँदाखेरि सपनाहरु देखाउँथ्यो जस्तो मलाई पनि सपना देखेको थियो अनि उहाँलाई पनि सपना देख्नु भयो रहेछ केम 2 मा चाहिँ कुराहरु यहाँलाई शेयर पनि गर्नु भएको उहाँ सँगै जाने सँगै मर्ने भने सब सक्सेस भए पनि सँगै हुन्छ केही भए पनि सँगै हुन्छ भन्ने हुन्छ तर अब तपाईको त 2-3 वटा बच्चा पछाडी छ त्यो कारणले गर्दाखेरि त्यस्तो सपना देख्यो भने दुई जनै नजानु एक्लै जानु मैले सुझाव दिएको उहाँलाई हैन पासाङ दिदी हामी तलमाथि नजिकको गाउँ हो र हामी दिदी बहिनी कजन पनि दिदी बहिनी भएपछि त गिरिजा प्रसाद कोइराला प्रधानमन्त्री हुनुहुन्थ्यो हैन उहाँको निवासमा चाहिँ प्रधानमन्त्री निवासमा हामीले बोलाएर हामीले एकदमै अफिसियल एकदमै ग्रान्ड बिदाई गरेको हो पासाङ दिदीको श्रीमानले पनि हामीलाई तिमीहरु दुईजना ड्रेस चाहिँ एउटै नलाउनु है सबैले कन्फ्युज हुँदो रहेछ मलाई पनि कन्फ्युज होला भन्थे कि सेम कागजको प्लेन बनाएर यस्तो गरेर फाल्थे रे मेरो आमासम्म पुगोस् मेरो आमा प्लेन चढेर फर्केर आओस् भन्ने कति धेरै छन् यहाँका संघर्ष कुराहरु हैन महिलाको चाहिँ 3टा लाइफ हुन्छ पहिलो बिहे गर्नु भन्दा अगाडि माइतको लाइफ बिहे गरिसकेपछि एउटा जोइन्ट फ्यामिलीको लाइफ त्यसपछि अन्त्यमा छुट्टै लाइफ हैन 3टा लाइफ त छोरी मान्छे हो यो ठाउँमा नजाऊ छोरी मान्छे हो या यो नगर भन्नु सट्टा पनि छोरी मान्छेले पनि पुरुष सर गर्नुपर्छ र त्यो घरको दाजुभाइले पनि अर्काका छोरी चेली पनि आफ्ना दिदीबहिनी सो सर मानेर चाहिँ रिस्पेक्ट गर्यो भने कहीं पनि यो जुन रेप केस यो विभिन्न केसहरु आउँदैन के हरेक कोहीलाई सफल हुने चाहना हुन्छ तर सफलता सँगसँगै धेरै संघर्ष पनि गर्नुपर्ने हुन्छ हामी कहिलेकाहीँ यस्ता सफल व्यक्तित्वहरूलाई हेरेर झट्ट दिमागमा एउटा प्रश्न पनि ल्याउने गर्छौं कति छिटो सफल भएको फलना त यस्तो सफल भइसकेछ म यति निरन्तर मेहनत गर्दा पनि सफल हुन सकिन भने यस्ता भनौं न हामीले कुराहरु पनि सोच्ने गर्छौं तर हर कोही सफल हुनको लागि यहाँले सफल व्यक्तित्वहरूलाई नजिकबाट निहाल्नुहुन्छ भने उहाँहरूको संघर्ष कथा पनि बेग्लै नै हुन्छ उहाँहरूले पनि आजको भोलि नै त्यो सफलता प्राप्त गर्नुभएको भने पक्कै पनि हुँदैन यस्तै संघर्षशील महिलालाई आज मैले लिएर आएकी छु जसको नाम नै काफी रहेको छ उहाँले नेपालको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने नेपालकी पहिलो महिला पासाङ लामो शेर्पाको आरोहण दलकी सहयात्री समेत बनिसक्नु भएकी पर्यटन व्यवसायमा निरन्तर लागिरहनु भएकी र माउन्टेनलाई यानी कि हिमाललाई नजिकबाट निहाल्नु भएकी र दुईवटा किताब पनि हिमाल सम्बन्धी नै निखारिसक्नु भएको छ उहाँले हिमालकी छोरी र हिमालमा 40 वर्ष र यति भनिसक्दाखेरि यहाँले थाहा पाइसक्नु भएको छ आजको हाम्रो अतिथि को हुनुहुन्छ भनेर आजको हाम्रो अतिथि हुनुहुन्छ लाक्पा फुटी शेर्पा र आज हामी उहाँसँग उहाँको संघर्ष कुराकानी गर्नेछौं र विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने नेपालकी पहिलो महिला पासाङ लामो शेर्पासँग उहाँसँगै सहयात्री भएर जुन जानु भएको थियो त्यो कुरालाई कसरी सम्झिनुहुन्छ ती विगतलाई पनि हामी कोट्याउने प्रयास पनि गर्नेछौं र उहाँका संघर्षका कुराहरू पनि पक्कै पनि हामी गर्नेछौं र यो कार्यक्रम हेरिसकेपछि पक्कै पनि धेरै महिलाहरूलाई प्रेरणा पनि मिल्नेछ भन्ने कुरा पनि म यहाँलाई विश्वास दिलाउन चाहन्छु त अब लागौं कार्यक्रमतर्फ नमस्ते स्वागत छ आरामै हुनुहुन्छ हैन हजुर आरामै र हिमालकी छोरी हिमाललाई एकदम नजिकबाट बुझ्नु भएको हैन अहिलेको अवस्था कसरी हेर्नु भएको छ त्यसले म हिमालको नजिक त सधैँ नजिक मेरो जिन्दगीभरि म हिमालकै नजिक हुन्छु नेपालकै नजिक हुन्छु हैन म जुनसुकै देशमा गए पनि हाम्रो नेपालको हिमाल नेपाललाई माया गर्ने नेपाल हैन हाम्रो नेपाली
त्योबाट टाढा रहनु सक्दैन। नेपाल जहाँ गयो पनि मेरो छातीभित्र मेरो आँखाभित्र रहन्छ। जुनसुकै ठाउँमा गए पनि मलाई नेपाल नै याद आउँछ। एकदम माया लाग्ने। र माउन्टेन एकाडेमीको स्थापना गर्नुभयो, धेरै सङ्घर्ष गर्नुभयो। त्यो बिचमा पनि दिदी र मेरो भेटघाट हुँदाखेरि त्यहीमै दौडिराख्नु भएको थियो क्या। अब नेपालमा पनि यो होइन हिमाल सम्बन्धी ज्ञान दिने शिक्षा दिने एउटा जस्तो संस्था खोल्न पाएँ भनेर लामो समय निरन्तर प्रयास पनि गर्नुभयो र सफल पनि हुनुभयो। कार्यकारी निर्देशक पनि रहनुभयो यहाँ होइन, र अध्यक्ष समेत माउन्टेन एकाडेमीको अध्यक्ष समेत यहाँ रहिसक्नु भएको होइन। र पछिल्लो समय यहाँले त्यसरी भनौँ न एउटा संस्थाको स्थापना गर्नुपर्छ भन्दाखेरि त्यो सङ्घर्षको दिनहरू कसरी सम्झिनुहुन्छ यहाँले? त्यो त कहिले पनि बिर्सिँदैन होइन। त्यो जस्तो सङ्घर्ष गर्दाखेरि सबैभन्दा असल मानिसहरू पनि भेटिन्छ, साथ दिने मानिसहरू पनि भेटिन्छ। सबैभन्दा कोही बेला क्रुयल मान्छे, शब्द मान्छेले हातले हान्नै पर्दैन क्या, शब्दले हान्ने मान्छेहरू मैले 1-2जना भेटेको छु। स्पेसली एकजना म कहिले नै बिर्सिँदैन। त्यो माउन्टेन एकाडेमी मैले सुरुमा एउटा हाम्रो टिमले म एकजना बन्नु मिलेन, मेरो नेतृत्वमा मेरो उसमा चाहिँ हाम्रो टिमले म लागि परेर त्यो गर्ने त्यो ब्याचलर मास्टर्स माउन्टेन एडुकेसन ल्याउनु पर्छ। जस्तो माउन्टेनले चढ्नु र झर्नुको लागि आउने नेपालमा आउने मानिस धेरै छन्। हामी पनि अर्काका देशमा जान्छन्, हाम्रो मानिसहरू पनि अर्काका देशको पनि नेपालमा आउने त्यही माउन्टेन चढ्न र झर्नको लागि आउँछन्। तर मेरो भनाइ चाहिँ जहिले पनि माउन्टेन सम्बन्धी एडुकेसन दिने मैदान चाहिँ भगवानले पनि नेपाल नै बनाइदिएको हो। नेपाल चाहिँ ओपन युनिभर्सिटी सरह हो माउन्टेन रिलेटेड भनेर चाहिँ यो माउन्टेन अब माउन्टेन रिलेटेड त so many things to study के mountain flora fauna, mountain people, mountain geology, mountain geography, mountain mythology, mountain medicine, mountain climate, mountain culture, so many things. अहिले झन् स्पेसली क्लाइमेट चेन्ज यो विश्वभरि नै चेन्जेसहरू आइरहेको बेलामा त अध्ययन गर्नु अति जरुरी छ होइन। माउन्टेन पिपल अध्ययन गर्नु जरुरी छ, माउन्टेन अध्ययन गर्नु जरुरी छ। त्यसको मैदान चाहिँ नेपालमा हो भनेर चाहिँ मैले एउटा अठोर लिएर चाहिँ यो ब्याचलर इन माउन्टेनिङ र मास्टर्स इन एडभेन्चर टुरिज्म चाहिँ हाम्रो नेपालमा ल्याउनु पर्छ भनेर हामी नेपाल माउन्टेन एकाडेमीको सबै टिमले चाहिँ लागि परेर त्यसको नेतृत्व मैले लिएर चाहिँ त्यसको जुन अब त्यसको लागि त फेरि तपाईँले थाहै छ नि नेपालको ऐन न्याम कानुन अब माउन्टेन रिलेटेड त केही पनि यो जुन अहिलेसम्म पर्मिट बनाउने विभिन्न मात्रै छ। तर माउन्टेन अध्ययन गर्नुको लागि त केही पनि ऐन न्याम केही पनि बनाएको छ, कहीँबाट स्वीकृति लिएर राखेको छैन त्यो। अनि त्यो लिने क्रममा चाहिँ जस्तो अब मैले चाहिँ सुरुमा हामीले चाहिँ सिलेबस डेभलप गरेर युकेमा एउटा ठुलो प्रोफेसरलाई पठाइदेऊ, म यहाँ सल्लाह सुझाव फिडब्याक कलेक्सन गरेर तपाईँलाई ब्याक पठाइदिन्छु 3 महिनाभित्र भन्नुभयो। र मैले चाहिँ त्यो सिलेबस चाहिँ युकेमा पठाएर चाहिँ युकेबाट चाहिँ 8वटा युनिभर्सिटिजहरूमा विश्वको 8वटा युनिभर्सिटिजहरूमा पठाएर त्यहाँबाट सल्लाह सुझाव फिडब्याक नेपालमा आएको थियो, मलाई पठाइदिएको थियो। अनि त्यसपछि चाहिँ उहाँहरूले चाहिँ तपाईँहरूले चाहिँ एफिलिएसन कहाँबाट लिन्छ, एफिलिएसन हाम्रो यो युनिभर्सिटिज कुनै युनिभर्सिटिजहरूबाट दिन्छु भन्छ, लिनु चाहन्छ भनेर भन्थ्यो। तर मैले चाहिँ के भन्यो भने माउन्टेन रिलेटेड एफिलिएसन त हामीले पो बेच्ने हो, उनीहरूबाट लिएर आउने होइन। उहाँहरूसँग चाहिँ हामी भविष्यमा एज अ के भन्छ टिममा काम गर्न सकिन्छ होइन, जोइन्टली काम गर्न सकिन्छ। तर माउन्टेन अरू विषयमा एफिलिएसन अरू देशबाट ल्याए पनि यो माउन्टेन
रिलेटेड एफिलिएसन चाहिँ हामीले पो बेच्ने हो, अरूबाट लिएर आउने होइन भनेर चाहिँ मैले त्यो अन्याम फेरि केही पनि नबनाएको कारणले गर्दाखेरि मैले सुरुमा हामी माउन्टेन एकाडेमीले डकुमेन्ट तयारी पारेर एफिलिएसनको लागि अब टुरिज्म विभागबाट सुरु गर्नु पर्थ्यो र टुरिज्म बोर्ड विभागमा लग्यो, विभागबाट चाहिँ मन्त्रालयमा कानुनमा पठायो, अब कानुनबाट चाहिँ कानुन मन्त्रालयमा जानुपर्ने, त्यहाँबाट शिक्षामा जानुपर्ने, त्यसपछिको फेरि आफूले सबैबाट अप्रुभ भएर आएपछि पो टियुमा जानुपर्ने होइन। अनि त्यो जाने क्रममा त्यो डकुमेन्ट तयारी गर्ने क्रममा त्यो फाइल सार्दै गर्दाखेरि सङ्घर्ष गर्दाखेरि कतिजना जस्तो कानुन सहसचिव मन्त्रालयको रञ्जन कृष्ण अर्याल हुनुहुन्थ्यो, उहाँले एकदमै राम्रो साथ दिनुभयो। उहाँले भनौँ न कति मानिस नेपालमा फेरि नेपाललाई के चाहिन्छ, नेपाल भनौँ न अरूले गर्दाखेरि सहयोग गर्ने मानिस पनि एकदमै हुनुहुन्छ होइन। तर कुनै मान्छे यस्तो महिला भनेर हेपेको हो कि अथवा के भने मलाई के भन्यो भने मेरै अगाडि रञ्जन कृष्ण सर अझै पनि जीवित हुनुहुन्छ, हाम्रो उत्तम बाबु भट्टराई भन्ने हाम्रै माउन्टेन एकाडेमीको प्रशासन एकदमै सक्षम प्रशासन प्रशासन चिफ अधिकृत होइन। अनि उहाँ म रञ्जन कृष्ण सर हुनुहुन्थ्यो, हाम्रो अगाडि चाहिँ त्यहाँ पर्यटन विभागको डिजी त्यही मेरो अगाडि चाहिँ मलाई भन्न हानेको नि त्यहाँ एउटा बटिनी छ माउन्टेनरिङ सम्बन्धी स्टडी ल्याउने, माउन्टेन ब्याचलर मास्टर्स ल्याउने अरे हा भनेर हाँसे कि मेरो अगाडि खिल्ली उडाएको होइन। मलाई एक झाँपो दिनु मन लागेको थियो, तर मैले उहाँलाई चाहिँ झाँपो दिएर त म केही भनौँ न त्योभन्दा पनि म कामलाई चाहिँ उहाँलाई चाहिँ जवाब दिन्छु, किनभने अहिले त म काम गर्दैछु, उहाँले त मलाई नपत्ताएको हो, उहाँले मलाई खिली उडाएको हो, तर म उहाँलाई चाहिँ कस्तो पनि भयो भन्दाखेरि यो कुरा सम्भवै छैन भनेर यहाँलाई चाहिँ त्यसरी इभ्यालुएट पनि गरियो होइन, एउटा महिलाले त्यहीमाथि पनि यसरी अब एउटा कुरा चाहिँ हामी महिला र पुरुषमा के फरक छ भने अब कति मानिस राम्रो हुँदै पनि अब कुनै अफिसमा जाँदाखेरि पुरुषले चाहिँ आधा घन्टा समय दिन्छ भने हामी महिलाले चाहिँ 10 मिनट समय दिँदैन होइन। त्यो पनि एकतिर कम्प्युटरमा हेरिरहेको टाइप गरिरहेको हुन्छ, अर्कोतिर 2-4 शब्द सोध्दै उतै आफ्नै काम गरिरहेको हुन्छ। त्यतिखेर हामीले चाहिँ हामीलाई के चाहिन्छ, हाम्रो के उद्देश्य के हो, हाम्रो होल प्लानिङ प्रोजेक्ट नै हामीले विथिन 10 मिनट्स वी हेभ टु 5-10 मिनट्समा चाहिँ हामीले सबै बताइसक्नु पर्छ कि उहाँलाई कन्भिन्स गराइसक्नु पर्छ। अनि कन्भिन्स भएपछि अनि तर अब पुरुष चाहिँ कस्तो भने अब भरे कफी खानुमा भेटौँ, भोलि यो भेटौँ भनौँ नि सजिलो भयो, भेटेर फेरि कुरा गर्नु पनि पायो। हामी महिला त फेरि कफी सपमा दाएर चाहिँ अरूसँग कफी खानु जानु पनि अप्ठ्यारो भयो, समाजले हेर्ने दृष्टिकोण फेरि त्यहाँतिर त काम गर्यो भन्दैन होइन। अनि त्यो एउटा महिला सफल भइसकेपछि यस्तै भएर होला, कसैको सहयोग पाएर होला भन्ने त्यो आरोप पनि खेप्नु फेरि परिहाल्छ। त्यो कारणले गर्दाखेरि त्यो तर फेरि कति मानिस चाहिँ एकदमै ब्युरोक्रेटमा पनि कति मानिस चाहिँ हेल्पफुल होइन, तपाईँ जस्तो लागि पर्ने मान्छेलाई त सहयोग गर्नुपर्छ भन्ने मानिसहरू पनि थियो। अनि कति ठाउँमा चाहिँ मन्त्रालय पर्यटन मन्त्रालयमा त त्यतिखेर म परिचित थियो, मैले चाहेपछि उनीहरूले नदिइकन सुखै पाउँदैन, मैले चाहेको चाहिँ गरिदिनै पर्छ, ढिलो चाँडै गरिदिनै पर्छ, गरिदिइहालौँ भन्ने सहयोग गरिदिइहालौँ भन्ने खालको पनि मन्त्रालयमा त्यो खालको सहयोगीहरू हुनु। यहाँलाई चाहिँ भनौँ त्यो स्थापना गर्दा पनि टिम हुँदै पनि धेरै गाह्रो भयो, भनौँ स्थापना पनि भइ नै हाल्यो होइन, र अब आँट्यो भने त हुने रहेछ नि भन्ने कुरा नि प्रुफ गरिदिनु होइन। एउटा कुरा चाहिँ खुसीको कुरा एउटा होइन, म आफै एकाडेमिक लेभलमा मैले धेरै हासिल केही गर्नु नपाए पनि मैले चाहिँ एउटा विश्वमा चाहिँ ब्याचलर इन माउन्टेनिङ मास्टर्स इन एडभेन्चर टुरिज्मको चाहिँ क्याम्पस फाउन्डर चिफ भएर मैले त्यो कार्यक्रम ल्यायो, त्यो आज सक्सेसफुल
भनौँ न सक्सेस भइरहेको छ र हामीले ल्याएको प्रोग्राम फेरि एकदमै राम्रो जेन्युन प्रोग्राम भन्ने चाहिँ सबैले प्रुभ भइसकेको छ किनभने अहिले हामीले उत्पादन गरेको विद्यार्थीहरू त सबैले डिमान्ड गरिरहेको छ कि उनीहरूको जुन पढाइ सबै कम्प्लिट हुनु पाएको छैन सबैबाट डिमान्ड आइरहेको छ उहाँहरू कतिजनाले मलाई नै फोन गर्छ कि तपाईँहरूको विद्यार्थी हाम्रोमा पठाइदिनु भनेर आजको नेपालको टप एजेन्सीहरू सबैले हाम्रै विद्यार्थीहरू तिनीहरूले जब दिइरहेको छ म्यानेजर लेभलबाट माथि है त्यो पनि होल कम्पनी नै उनीहरूले ह्यान्डल गरिरहेको पनि छ उनीहरू रिसर्च सेक्टरमा पनि छ उनीहरू म्यानेजमेन्टमा उनीहरू विभिन्न सेक्टरमा त्यो देख्दाखेरि चाहिँ मलाई प्राउड लाग्छ कि अनि जस्तो अब विद्यार्थीहरू पनि नेपाली युथहरू चाहिँ कस्तो भने उनीहरू चाहिँ धेरै नयाँ नयाँ चिजहरू गर्नु पाए हुन्थ्यो पढ्नु पाए हुन्थ्यो सिक्नु पाए हुन्थ्यो अब पावर पोइन्ट प्रेजेन्टेसनको बोर्डमा हलभित्र मात्रै नभइकन फिल्डमा चाहिँ सिक्नु पाए हुन्थ्यो भने उहाँहरूको जुन इच्छा चाहना हाम्रो माउन्टेन एकाडेमीको एजुकेसनले चाहिँ फुलफिल गरिदिएको छ कि जुन हामीले ल्याएको छ त्यो जुन प्रोग्रामले चाहिँ त्यसलाई चाहिँ एड्रेस जस्तो देशमा कस्तो खालको म्यान पावर चाहिन्छ एकाडेमी इन्टेलेक्चुअल भन्न प्र्याक्टिकल र एकाडेमिक दुइटै एडुकेसन पाएको म्यान पावर चाहिन्छ भन्ने चाहिँ आजको दिनको डिमान्ड अनुसार हामीले म्यान पावर त्यो खालको इन्टेलेक्चुअल म्यान पावर उत्पादन गरिरहेको छ हिजोको दिनको एकदमै सक्षम तर त्यो कता कता अब एकाडेमिक एडुकेसन पाएकोले प्र्याक्टिकल एडुकेसन पाएको हुन्थिन प्र्याक्टिकल पाएकोले एकाडेमी पाएको हुन्थिन तिनीहरूलाई फेरि इन्भाइरोमेन्ट कति कुरालाई चाहिँ इन्भाइरोमेन्ट एड्रेस गरेको हुन्थिन कतिलाई चाहिँ जस्तो विभिन्न निडहरू चाहिँ कम्प्लिट भएको हुन्थिन कि र हाम्रो जुन सिलेबस डेभलप यो हाम्रो नेपाल माउन्टेन एकाडेमीको टिमले चाहिँ त्यो सबै अब अझै पनि धेरै कुरा एड गर्दै जानुपर्छ यो चाहिँ अब माउन्टेन एकाडेमीको सङ्घर्ष कसरी स्थापना गर्नुभयो तर सङ्घर्ष चाहिँ यति सङ्घर्ष गरेँ कि अब 1.5 वर्ष त म टियुमा दाएर त्यो एफिलिएसन ल्याउने बेलामा सुरुमा त म त्यो टियुमा चाहिँ एफिलिएसनका लागि जाँदाखेरि प्रोफेसरहरू त 4-5 जना एकै ठाउँमा हुन्थ्यो अनि उहाँहरूले बहिनी तपाईँले गर्नु खोजेको त राम्रो हो तर असम्भव फलानाले नि कोसिस गर्यो त्यो केही पनि भएन डिस्काले नि यो माउन्टेन सम्बन्धी यस्तो केही पनि भएन यो चाहिँ नेपालमा असम्भव छ बहिनी भनेर तपाईँ म्यानेज गर्नु तपाईँको म्यानेज ख्याएर मात्रै हुन्छ भनेर भन्नु पनि भएको थियो होइन तर उहाँले नेगेटिभली भन्नु खोजेको होइन कि किन गाह्रो छ ल्याउनु सक्दैन भनेर अब भनौँ न यहाँहरू सफल भइसक्नु भएको छ स्थापना सफल भनेर एकदमै सफल हुँदैछ भइरहेको छ जस्तो आजको दिनमा मलाई सबैभन्दा खुसी लाग्न चाहिँ पाइलट पनि अब अहिले हाम्रो माउन्टेन एकाडेमीको एडुकेसन हाम्रो लागेर ब्याचलर मास्टर्स पढ्नु आइरहेको छ डक्टर पनि आइरहेको छ इन्जिनियर पनि आइरहेको छ विभिन्न सेक्टरको चाहिँ आइरहेको छ कि त्यो देख्दाखेरि चाहिँ खुसी लाग्छ हामीले फेरि त्यो मात्रै होइन 10+2को पनि सिलेबस डेभलप गरेर हामीले जो कुन कलेजहरूमा पनि इन्ट्रोड्युस गरे होइन र यो त माउन्टेन एकाडेमी कुराहरू भयो दिदी अब विगतलाई फर्केर हेर्दाखेरि जुन बेला यहाँ चाहिँ एकदम यङ एनर्जेटिक पनि हुनुहुन्थ्यो होइन र नेपालकी पहिलो महिला पासाङ लामो शेर्पाको यहाँ आरोहण दलकी सहयात्री भएर पनि जानुभयो एभरेस्ट होइन सगरमाथा पुग्न नसके पनि यहाँको भनौँ न सहयात्रा त्यो दिन कसरी सम्झिनुहुन्छ म त्यो दिन चाहिँ त्यही दिन सम्झिनु पर्दाखेरि बेस्ट एन्ड वर्स दुइटै हो बेस्ट यस अर्थमा अब हामी एउटा म शरीरले सक्दै पनि समेत पुग्नु पाएन त्यो एक्सपिडिसन अब उहाँ समेत गएर फर्किने क्रममा उहाँको निधन भएपछि त्यो एक्सपिडिसन क्यान्सल गरेर हामीले सबै अब म त एज अ टिम डेपुटी लिडर मेरो त एकदमै 100% म केम 3 मा जुन उहाँ समेत गएको दिन चाहिँ म केम 3 मा चाहिँ एक्लै गएर एक्लै सुतेर बसेको थिएँ र भोलिपल्ट उहाँ फर्केर आयो भने चाहिँ म जानेवाला थिएँ कि म वेटिङमा थियो होइन अप एन्ड डाउन गरेर त्यहाँतिर गएर तल बेस क्याम्पसम्म पनि आयो त्यसपछि माथि अप एन्ड डाउन वेटिङमा थियो र उहाँ
फर्केर आयो भने म समिट जानेवाला थियो होइन तर उहाँ चाहिँ अन द वे डाउन चाहिँ उहाँ जस्तो जस्तो अब त्यतिखेरको म कहिले पनि नबिर्सिने यो आत्माले बोलाउँछ भने चाहिँ मैले त्यतिखेर खुद फिल गरेँ कि केम 3 मा म एक्लै सुतेको थियो अनि अब केम 3 भन्दा एकदम भिरमा छ होइन अनि राति 3-4 बजी बिहान 3-4 बजीतिर चाहिँ पासाङ दिदीले मलाई लाकुची भनेर बोलायो कि म पाल खोलेर हेर्छु कोही पनि छैन फेरि लाकुची भनेर बोलाउँछ फेरि पाल खोलेर हेर्छु कोही पनि छैन बाहिर होइन अनि त्यहाँबाट चाहिँ अनि बिहानै उठेर चाहिँ अनि माथिसम्म माथि 8000 मिटरको लेभलको सम्म हिँडेर गयो माथिसम्म हिँडेर गयो त्यहाँबाट तल चढेर बेस क्याम्प अनि केम 2 आयो होइन अनि केम 2 मा आएर चाहिँ मैले त्यहाँको हाम्रो कुकलाई त्यतिखेर त म त अप एन्ड डाउन त्यो एक्सर्साइजको लागि एक्लिमेटाइजको लागि माथि तल गरेको हो नि त अनि केम 2 मा आएर चाहिँ मैले चाहिँ त्यो कुक साइला भनेको थियो होइन साइला अझै पनि जीवित हुनुहुन्छ अनि कुक साइलालाई पहिले चाहिँ पासाङ दिएको श्रीमान हाम्रो सनाम बिहानलाई मलाई त पासाङ दिदीले यसो गरेर बिहानै बोलायो के हो भनेर भनेको अनि उहाँ पनि अलिकति सक भयो होइन अनि त्यहाँबाट मैले चाहिँ कुक साइला भन्ने छ कुक साइलालाई चाहिँ साइला आज त मलाई त पासाङ दिदीले यस्तो गरेर बोलायो भनेको अनि साइलाले चाहिँ ए दिदीलाई नि बोलायो मलाई पनि त्यस्तै गरेर रातभरि बोलाएर मलाई सुत्नै दिइन भनेर भन्दो रहेछ क्या साइलाले त्यो भनेपछि त्यतिखेरसम्म त हामीलाई त थाहै थिएन कि माथि के भइरहेको छ कस्तो किनभने 5 जना शेर्पा र पासाङ दिदी माथि समेटेर जानुभएको थियो अब त्यतिखेर त हामीलाई त कहाँतिर के छ भनेर त थाहै थिएन नि त अनि त्यो भएपछि चाहिँ अनि हामी अलिकति सक भयो अनि अब त्यहाँ माथिबाट केही पनि खबर आएन अनि एकछिनपछि माथि साउथ खोलबाट मान्छे केम 3 को त्यहाँबाट मान्छे एकजना आयो र उहाँ आउँदाखेरि उहाँ चाहिँ एकजना जुन प्यामबहादुर शेर्पा पासाङ दिदीसँग जुन त्यहाँबाट चाहिँ उहाँले सबै भन्नुभयो कि त्यहाँदेखि माथि चाहिँ के भयो भनेर चाहिँ उहाँले चाहिँ 3 जना शेर्पा बाटो बनाउने चाहिँ अगाडि बाटो बनाएर केम 3 मा के अन्य साउथ पोलमा बस्यो हामी पासाङमा म सनाम छिरिङ चाहिँ साउथ समिटमा बस्यो अनि बिहान चाहिँ यस्तो अक्सिजन भयो त्यो कारणले म तल झऱ्यो उहाँहरू माथि छ अक्सिजन पठाउनु पर्छ भन्यो होइन अब त्यहाँबाट म अक्सिजन खोजेर अनि सब्मिट गर्यो भनेर मैले सोधेँ अनि हामी सब्मिट गरेर फर्किने क्रममा त्यो भयो भनेपछि अनि त्यहाँबाट अब लेजा अफसर बेस क्याम्पमा छ त्यहाँबाट लेजा अफसरलाई खबर दिने चाहिँ सबै माथिबाट मैले केम 2 बाट दिएको हो अनि त्यहाँबाट चाहिँ उहाँहरू चाहिँ साउथ समिटमा छ भनेपछि हामीले त्यहाँबाट अक्सिजनहरू खोजेर त्यहाँबाट शेर्पाहरू त्यो तयारी गरेर माथि पठायो माथिबाट उहाँहरू सहयोग गर्नुको लागि त्यहाँबाट वेदर बिग्रियो के वेदर बिग्रिएपछि उहाँहरू तल झर्नु पनि बाँकी 2 जना सनाम छिरिङ र पासाङ दिदी तल झर्नु पनि सकेन तलबाट अक्सिजन बोगीहरू माथि पुग्नु पनि सकेन त्यो भएपछि चाहिँ अनि त्यतिखेर चाहिँ लाइफको वर्थ भनौँ न होइन त्यतिखेर चाहिँ फिल गर्यो किनभने अब त्यही हिमाल चाहिँ कतिको पावरफुल रहेछ भने चाहिँ मैले त्यतिखेर फिल गरेँ कि हिमालको समेत त्यही नै छ होइन हेर्दाखेरि त्यही नै छ तर पनि त्यहाँ र अब त्यहाँबाट तल पनि जानु नसकिने हाम्रो त्यहाँ तलबाट वेदरको कारणले माथि पनि मान्छे पुग्नु नसक्ने भएपछि चाहिँ त्यतिखेर चाहिँ अब एकदमै एक त उहाँसँग फर्केर सँगै आउनु नपाएकोमा मलाई एकदमै दुःख लाग्यो अनि जाँदाखेरि चाहिँ सबैभन्दा सङ्केत चाहिँ फेरि बाटोमा जाँदाखेरि सपनाहरू देखाउँथ्यो जस्तो मलाई पनि सपना देखेको थियो अनि उहाँलाई पनि सपना देख्नु भयो रहेछ केम 2 मा चाहिँ यहाँलाई शेयर पनि गर्नुभएको उहाँ केम 1 मा हामी बस्दाखेरि केम 1 मा चाहिँ उहाँले चाहिँ मलाई के भन्यो भने लाकुटी
उसको श्रीमान सनमले चाहिँ सँगै तिम्रो बिहानले चाहिँ सँगै जाउँ भन्छ तर मेरो सपना त्यति राम्रो देखेको छैन गुम्बामा नचिनेको लामासँग दर्शन गरेको राम्रो होइन भन्छ म गुम्बामा पसेको सपना देख्यो यस्तो अनि के गरौँ जी भनेर उहाँले मलाई सोध्नु भयो अनि मैले चाहिँ के भने दिदी त्यस्तो सपना पनि त्यस्तो देख्यो भने तपाईँ अब बच्चा पछाडि 3 बच्चा छैन तपाईहरु दुईजना मात्रै हो भने सँगै जाने सँगै मर्ने भने सब सक्सेस भए पनि सँगै हुन्छ केही भए पनि सँगै हुन्छ भन्ने हुन्छ तर अब तपाईको त 2-3 वटा बच्चा पछाडी छ त्यो कारणले गर्दाखेरि त्यस्तो सपना देख्यो भने दुईजनै नजानु एक्लै जानु मैले सुझाव दिएको उहाँलाई हैन अनि त्यहाँबाट उहाँले त्यही हिसाबले चाहिँ उहाँ एक्लै निर्णय गरेर एक्लै गयो के र भनौं न 3 चोटी सम्म उहाँ सगरमाथा आरोहण गर्दा असफल हुनु भएन गर्ने क्रममा चाहिँ सगरमाथा आरोहण गर्ने क्रममा असफल भएर चौथो पटकमा है यो तेस्रो जुन चाहिँ लगातार थियो नि असफल भइरहँदाखेरि त्यतिखेर तपाई हुनुहुन्थ्यो कि त्यतिखेर थिइन यो चौथो पटक लास्टमा जुन बेला उहाँले चढ्नु हामी चाहिँ जोइन हिन्दू नेपाल एक्सपिडिसनमा सँगै जानेवाला थियो हामी सबैजना हैन तर त्यतिखेर चाहिँ म स्विट्जरल्यान्डमा बस्थ्यो र स्विट्जरल्यान्डमा हुने क्रममा चाहिँ इन्डियामा 1 महिनाको लागि ट्रेनिङमा आउनु पर्छ भने के अनि त्यो इन्डियामा आउनु पर्छ भनेपछि पसलमु दिदीले चाहिँ अब म पनि इन्डियामा जान नभ्याउने म त फिजिकली त म स्विस माउन्टेनतिर चढिरहने स्की खेलिरहने कारणले गर्दाखेरि मलाई एक्सरसाइज चाहिएको थिएन हैन अनि पसलमु दिदी पनि नभ्याउने अब उहाँ पनि पहिले चढिरहेको मान्छे हैन अनि त्यसले गर्दाखेरि पसलमु दिदीले चाहिँ अब दुईजनै इन्डियामा ट्रेनिङ जानु भ्याउँदैन तपाई हामी एक टिम बनाएर हामी अलग्गै जाउँ भनेपछि अब त्यो इन्डियन टिम राम्रो टिम थियो हैन एकदमै राम्रो टिम थियो त्यो टिमको टिम डेपुटी लिडर रिता गोम्बु मरवाल पनि अस्ति भर्खर बित्नु भयो उहाँ एकदमै मेरो नजिकको साथी त्यो एक्सपिडिसन पछि हाम्रो रिलेसन एकदमै नजिक थियो म दिल्ली जाँदाखेरि उहाँसँग पनि भेटघाट भएको थियो उहाँ दिल्ली एयरपोर्टको ड्युटी अफिसर हुनुहुन्थ्यो हैन हजुर अनि अस्ति भर्खर बितेर मलाई एकदमै दुःख लाग्यो हैन अनि त्यसपछि चाहिँ त्यो जुन त्यो कारणले गर्दाखेरि हामी अलग्गै टिम बनाउनु परेको हो र हामी 3 जना पासनामु दिदी नन्दा राई र म हैन म टिम डेपुटी लिडर पासनामु दिदी जुन एक्सपिडिसन जाने भन्दा अगाडि हामी तोक्यो यहाँको चाहिँ त्यतिखेर नै भेटघाट भएको म एज अ गाउँमा त हामी दाइ दिदी बहिनी कजन बहिनी पर्छ एउटै तलमाथि उहाँको चाहिँ मेरो चाहिँ मुसिया हो उहाँको चाहिँ सुटके हो हामी तलमाथि नजिकको गाउँ हो र हामी दिदी बहिनी कजन पनि दिदी बहिनी भएपछि त के थियो उहाँको भनौँ न अब अलिकति उहाँको भनौँ न सानैदेखि अब म यसरी माउन्टेन चढ्छु उहाँ पनि एकदमै विश भएको केही गर्छु लाइफमा केही गर्छु हैन उहाँ एकदमै एउटा एक्टिभ डाइनामिक पर्सन हैन केही गर्छु लाइफमा त्यतिकै एज अ महिलाको लागि महिला मात्रै भएर बस्दिन एउटा महिला भएर पनि केही गर्नु पर्छ हैन एउटा बच्चाकै आमा भए पनि म केही गर्नु पर्छ हैन भन्ने किसिमको अनि उहाँलाई फेरि त्यही किसिमको साथ उहाँको श्रीमानले दिनु भएको हो उहाँको हरेक कुरामा चाहिँ उहाँले जे विश गर्यो त्यसमा साथ दिने फ्यामिली पनि त्यस्तै भयो हैन त्यो कारणले गर्दाखेरि फेरि मान्छे एउटाको सक्सेसको पछाडी धेरै जनाको सहयोग हुन्छ के हैन अब उहाँको सक्सेसको पछाडी चाहिँ उहाँको श्रीमान उहाँको देवर उहाँको लगायत अरु दाजुभाइहरुको पनि मोरल सपोर्ट देखि लिएर हैन सबैको एउटा टिम मेरो आमा बाउ मेरो छोरा सानै भए पनि विदेशमा हुनुहुन्थ्यो हैन त्यतिखेर सानो छोरा जन्मेको थिएन ठुलो छोरा र मेरो छोरा पनि 7 वर्षको मेरो बाहिर छोडेर चाहिँ म आएको थियो अनि त्यो कारणले गर्दाखेरि अब त्यो एक्सपिडिसनमा जाँदाखेरि चाहिँ त्यो सबै कुरा भनौं न कति कुरा चाहिँ
इन्ट्रेस्टिङ पनि थियो एकदमै लाइफमा कहिले पनि नगरेको त्यही एभरेस्ट बाटोमा चाहिँ म हिजोको दिनमा बढिया भएर पनि गयो त्यही एभरेस्टमा चाहिँ फर्स्ट नेपालिज वुमेन एक्सपिडिसन टिम डेपुटी लिडर भएर चाहिँ जानु पाउँदाखेरि त्यतिखेर त न्युज मिडियाले पनि हामीलाई बिदाई गर्दाखेरि गिरिजा प्रसाद कोइराला प्रधानमन्त्री हुनुहुन्थ्यो होइन उहाँको निवासमा चाहिँ प्रधानमन्त्री निवासमा हामीले बोलाएर हामीले एकदमै अफिसियल एकदमै ग्रान्ड बिदाई गरेको हो होइन जति बिदाई बेसी लियो त्यति जिम्मेवारी ठुलो फिल गर्थ्यो होइन अनि तर उहाँले सक्सेस गरेर आएपछि खुसीको एउटा खुसीको क्षण पनि त्यत्तिकै हो एउटा दुःखको पनि अब उहाँ त्यहाँ छोडेर आउनु पर्यो उहाँको बच्चाको अगाडि हामी कसरी मुख देखाउने उहाँको श्रीमानले नि त्यही भन्नुहुन्थ्यो कि अब बरु उहाँ बित्नुभन्दा म बितेको आमा बच्चाहरूको लागि त आमा इम्पोर्टेन्ट हो बाउ भन्दा म अब मेरो बच्चाको अगाडि म कसरी मुख देखाउने भन्नुहुन्थ्यो कि उहाँको श्रीमानले अनि त्यो भन्दाखेरि मलाई कस्तो नराम्रो लाग्थ्यो र मेरो अनुहार र लापासाङको अनुहार चाहिँ फेरि एउटै भएर चाहिँ त्यही बेस क्याम्पमा पनि कुन चाहिँ बितेको हो त्यहाँ त दुईटा अनुहार एउटै फोटो हेर्ने भने त ठ्याक्कै छुट्याउनै गाह्रो छ अनि हामी दुईजना त एकचोटि पासाङमा म स्विस एम्बेसीमा जान्दा नि म हो कि भनेर उहाँले चाहिँ बोल्यो रहेछ अनि हामी दुईजना अनि जान्दाखेरि पनि सबैले त्यही भन्ने अनि पासाङ दिदीको श्रीमानले पनि हामीलाई तिमीहरू दुईजना ड्रेस चाहिँ एउटै नलाउनु है सबैले कन्फ्युज हुँदो रहेछ मलाई पनि कन्फ्युज होला भन्थे कि अनि दी भनौँ न अब एउटा महिलालाई अब जस्तै फ्यामिलीको सपोर्ट थियो पासाङ लामो शेर्पालाई त्यसरी नै अब भनौँ न अब सफल आरोही त भइ नै हाल्नुभयो अब हामी माझ नरहे पनि होइन उहाँको सपना त त्यो पुरा भयो र कस्तो हुँदो रहेछ हामीलाई चाहिँ भनौँ न एउटा महिलालाई घर पनि सम्हाल्नु पर्ने होइन अहिले त अब महिला सशक्तिकरण कुराहरू आइरहँदाखेरि बाहिर पनि अब म्यानेज गर्नुपर्ने र परिवारको भूमिका अथवा सपोर्टले नै अगाडि बढ्न अलिकति साथ हुन्छ भन्नुहुन्छ कि होइन आफू पनि हुनुपर्छ भन्नुहुन्छ के लाग्छ त्यो चाहिँ पहिलो विलिङ पावर चाहिँ आफूमै हुनुपर्छ त्यसपछि चाहिँ हामीले एक्सप्रेस गरेपछि अरूले साथ दिने हो तर हिमाल चढ्ने केसमा चाहिँ फ्यामिलीलाई नजाऊ भन्दैमा त्यो साथ नदिएको होइन त्यो गुम्छ कि भन्ने डरले चाहिँ अब हिमालमा गएर मेरो आमा मेरो छोरी मेरो त्यहीँतिर गुम्यो भने भोलि हाम्रो साथ हुँदैन भन्ने किसिमको उहाँहरूको चिन्ता पनि हो कि अरू केसमा चाहिँ अब नजाऊ नगर भन्यो भने त्यो चाहिँ रोकिएको हुनसक्छ तर हिमालको केसमा चाहिँ हामी महिलालाई किन हिमाल नजाऊ भन्ने कारण उहाँहरूले अब त्यतै गुम्छ कि मायाको कारणले गर्दाखेरि मेरो छोरा स्विट्जरल्यान्डमा हुनुहुन्थ्यो मेरो छोरालाई चाहिँ प्लेन त कागजको प्लेन बनाएर यस्तो गरेर फाल्थ्यो अरे मेरो आमासम्म पुगोस् मेरो आमा प्लेन चढेर फर्केर आओस् भन्ने किसिमको त्यो बच्चा नि बच्चाको तर होइन यस्तो पनि हुन्छ नि हरेक कुरामा रिस्क त छँदैछ अब हामी बिहामा घरबाट बाहिर निस्किँदाखेरि पनि ड्राइभ गरेर निस्किरहेको तर हो यो एक्ज्याक्टली होइन अहिले काठमाडौँमै पनि अब बिहान निस्केर कहाँ के भने सबैको रिस्क त त्यतिकै छ नि होइन तर हिमाल भनेपछि मान्छेले उहिलेदेखि एउटा नजरमा बसेको रिस्क के तर हिमालमा पनि राम्रो प्रिपेयर गर्यो भने अहिले त कतिजनाले हिमाल चढे नि होइन तर चढ्नु ठुलो कुरा तर चढ्नु भन्दा चढाउनुको लागि सहयोग गर्नुहरू चाहिँ ठुलो कुरा हो कि जस्तै अब पहिला चाहिँ अब भनौँ न कति हिमाल चढ्ने क्रममा होइन अब मृत्यु त अहिले पनि नभएको त होइन त्यतिखेर त भनौँ न फर्केर आउने हो कि होइन दिदीले भने जस्तो गरेर त्यो कति थियो नि त डर तर अहिले चाहिँ यसो हेर्दाखेरि हिमाल चढ्न सजिलो भएको हो कि भने जस्तो पनि हामी हिमाललाई नबुझेको मान्छेहरूको त्यो धारणा पनि हुन्छ अहिलेको केसमा पहिले र अहिलेको केसमा फिजिकल एफर्ट त जतिखेर उही हो तर एउटा चाहिँ पहिलेतिर त इक्विपमेन्टहरू एकदमै हेभी हुन्थ्यो नि इक्विपमेन्ट राम्रो थिएन जस्तो भन्न अहिलेको चाहिँ हरेक कुरा चाहिँ एकदमै हल्को अब हरेक चिज चाहिँ कति हेभी बाटोघाट भन्न एउटा टेक्नोलोजी एउटा सहजीकरण एउटा जुन त्यतिखेर त
कम्युनिकेसन डेभलप भएको थिएन होइन त्यतिखेर हरेकको हातमा ओकेटो हुनु पर्थ्यो कम्युनिकेसन गर्नुको लागि अब काठमाडौँबाट बेस क्याम्प न्युज लानु नै मेल रनर भनेर मेल रनरले ल्याउँथे के तर अहिले त त्यो छैन नि अहिले त धेरै सजिलो छ नि होइन अहिले त हरेक स्टेपबाट चाहिँ कम्युनिकेट गर्नु सकिन्छ भनौँ न त्यो कारणले गर्दाखेरि हिमाल चढ्नु उहिलेको तुलनामा अहिले त धेरै तर जति जे नै भने पनि आई रियली एप्रिसिएट होइन म तेन्जिङ नर्गे र हिलरी सर हिलरीले चढेको बेलामा बाटो बनाउनेमा थिएन होइन त्यो बाटोघाटो बनाउने मान्छे थिएन त्यो कारणले गर्दाखेरि त्यतिखेर आफै बर्याङ बनाउने मान्छे थिएन आइसफल डक्टर भन्ने थिएन डोरी टार्ने मान्छे थिएन त्यो त्यतिखेरको इक्विपमेन्ट त्यस्तो हेभी थियो त्यस्तो सिचुएसनमा चाहिँ उहाँहरूले सक्सेस गरेर आएको चाहिँ म चाहिँ उहाँहरूले चाहिँ एकदमै सल्युट बाई हार्ट सल्युट गर्न चाहन्छु र अब कति अब हिमाल चढेर आउनु भएका कति सेलिब्रेटीहरूले पनि भन्नुहुन्छ कि शेर्पा बिना चाहिँ हिमाल चढ्न असम्भव छ त्यही माथि पनि सगरमाथा है त्यो चाहिँ धेरै एप्रिसिएट गरेको त्यो चाहिँ एकदमै त्यो चाहिँ रिसेन्टली त्यो हाम्रो यङ बहिनीहरू कपिता नेपाली अनि अर्को एकजना शेर्पा निशा होइन हाम्रो हिरोनी निशा अधिकारी अनि अर्को एकजना अस्ति भर्खर चढेको शेर्पा बहिनी जुन पुलिसको सही हो कि उहाँ बहिनीले चढेर आउनुभयो अनि त्यो मात्र होइन धेरैजनाले अहिले महिलाहरू विलिङ पावर भएको महिलाहरू धेरैजना तर उहाँहरूले चाहिँ रिलमा त्यो कसको कारणले कसरी सक्सेस भयो भनेर भन्दाखेरि चाहिँ हामीलाई पनि आनन्द आउँछ कि कोही मान्छे चाहिँ अब हात नभए पनि म आफै चढ्यो भनेर आउने आँखा नदेख्नेले पनि आफै चढेर आयो भन्ने अब शरीर नभएकोले पनि त्यही भन्दाखेरि चाहिँ हामीलाई त अब हामी त हिमाल त नजिकबाट चिनेको मान्छे हो नि अनि कति कुरामा हामी हाँस उठ्छौँ कति कुरामा चाहिँ हामी दुःख लाग्छ होइन तर उहाँहरूले त्यस्तो गरेर खुलेर एप्रिसिएट गर्दाखेरि एकदमै त्यो चाहिँ रियालिटी उनीहरूले चाहिँ न्याय गर्यो त्यो चढाउनेहरूलाई चाहिँ शेर्पा सहयोगी शेर्पाहरूले चाहिँ न्याय गर्यो भन्ने फिल लाग्छ कि किनभने म यो केही साल अगाडि स्विट्जरल्यान्डमा चाहिँ एडभेन्चर माउन्टेन फिल्म फेस्टिभलमा पार्टिसिपेट हुनु मौका पाएको थियो त्यतिखेर हङ्गोरियन एक्सपिडिसनले चाहिँ महाकालु मनासुलु एभरेस्ट सबै नेपालको जति 8,000 भन्दा माथिको हिमाल सबै चढेकोहरू अनि त्यहाँ चाहिँ फिल्म फेस्टिभलमा चाहिँ अब त्यहाँ पार्टिसिपेट हुने अनि त्यहाँ चाहिँ भोटिङ सिस्टम हुँदो रहेछ कि अनि त्यो फिल्म फेस्टिभलमा चाहिँ उहाँहरूले चाहिँ सुरुमा जब्क्याहरू अलिअलि देखाउँछ भारे बोक्ने जब्क्याहरू होइन याकहरू अलिअलि देखाउँछ त्यसपछि त केही पनि छैन कि उहाँहरू मात्रै म यस्तो गरेर चढेँ मैले यस्तो गरेँ मैले यस्तो गरेँ यस्तो भनेर त्यो जुन आफ्नो विषयमा मात्रै बोल्ने के अनि त्यहाँबाट चाहिँ मलाई स्टेजमा बोलायो माथि त्यो फिल्म जुन त्यो उहाँहरूको फिल्म सो सितेपछि मलाई स्टेजमा बोलाएर मलाई सोध्यो एज अ नेपाली बिङ नेपाली मलाई त्यहाँ स्टेजमा बोलाएर सोधेपछि मैले के भने फिल्म कस्तो लाग्यो भनेर सोध्नु भयो कि अनि मैले चाहिँ एज अ फिल्म त अब म फिल्मको अनुभवी म फिल्मको त्यस्तो त होइन तर मेरो आँखाको लागि फिल्म त राम्रो थियो तर सुरुमा याक जब्क्यो अलिकति देखाएको छ जनावरहरू अलिक देखाउँछ बारी बोक्ने त्यसपछि केही पनि छैन कसले डोरी टाँग्यो कसले खाना पकायो कसले पाल टाँग्यो होइन कसले साथीयो त्यो कुराहरू समेट्नु पर्थ्यो पैसा तिर्यो भन्दैमा त्यो हाम्रो नेपालीहरूको चाहिँ शेर्पाहरूको चाहिँ शरीर चाहिँ डुङ्गमुढा हुने हो र उहाँहरूको शरीर पनि काट्यो भने रगत आउँछ हाम्रो नेपालीहरूको पनि काट्यो भने रगत आउँछ तर हाम्रो मान्छेको नामै लिँदैन उहाँहरूले त पाल टाँग्ने डोरी टाँग्ने अक्सिजन खुवाउने बारे बोक्नेहरूको चाहिँ कसैको नि नामै लिएको छैन भनेर भनेपछि म माथिबाट तल झर्ने साथै सबै मेरो छेउमा आएर हाम्रो यो वेस्टर्नहरू चाहिँ तपाईँहरूको देशमा गएर तपाईँहरूको नेपालीहरूलाई धेरै अन्याय गरेको रहेछ हामीलाई एकदमै दुःख लाग्यो अब अनि त्यहाँबाट अर्को एउटा फिल्म फेस्टिभल चाहिँ उता
फ्रान्समा हुँदो रहेछ त्यो फिल्ममा पनि तपाईँ आएर बोलिदिनु पर्यो यसपालि चाहिँ एकदमै विटनेसेस राम्रो भयो नत्र भने त यहाँ त हामीले त उनीहरूले जे सुनायो त्यो त्यही सुनेर बस्ने हामीलाई डिटेल पनि माउन्टेनमा जाँदा यस्तो हुँदो रहेछ भन्ने कुरा प्रश्न देखाउनु पर्यो। अनि मैले चाहिँ जुन नेपालमा त एक्सपिडिसन भनेपछि 10 जना क्लाइम्बर छ भने त्यसपछि त 50 जना जति त सपोर्टरहरू एजेन्सीदेखि लिएर सबैको साथले इभन गभर्मेन्टको प्रतिनिधि लैजा अफसरदेखि लिएर सबैको साथ सपोर्ट हुन्छ नि त। तर त्यो कुरा नगरिकन आफू मात्रै चढ्यो आफूले मात्रै गर्यो भने चाहिँ त्यो सम्भव नै छैन नि होइन। अब काठमाडौँ जस्तो ठाउँमा काम गर्दाखेरि त टिम चाहिन्छ भनेपछि हिमाल चढ्दाखेरि त बिना टिम त कसैले पनि सक्सेस गर्दैन के होइन। उनीहरूले हिमाललाई एकदम नजिकबाट बुझ्नु भएको र दुईवटा किताब पनि प्रकाशित गरिसक्नु भएको छ, हिमालमा 40 वर्ष अनि हिमालकी छोरी होइन। र यहाँ चाहिँ पहिलो शेर्पा समुदायकी पहिलो लेखिका पनि हुनुहुन्छ होइन। र अब के छ किताब फेरि आउने? अनि एउटा कुरा चाहिँ अस्ति भर्खर म सेयर गर्न चाहन्छु। मेरो हिमालकी छोरी हिमालमा 40 वर्ष चाहिँ ट्रान्सलेट गरेर 40 Years in Mountain छ होइन। अनि त्यो किताब चाहिँ प्रिन्स चार्ल्स उहाँ प्रिन्स हुँदाखेरि मैले चाहिँ प्रिन्स चार्ल्सलाई उहाँको साथीसँग पठाइदिएको थियो। अनि उहाँ किङ भएर उहाँले चाहिँ बकिङहाम लेटर हेडमा चाहिँ उहाँले चाहिँ के भन्छ कमेन्ट फिडब्याक एकदम विथ थ्याङ्क्स लेटर पठाइदिएको छ कि मलाई। त्यो भने चाहिँ मलाई भन्नु न त्यो चाहिँ मलाई मात्रै रेस्पेक्ट होइन इन्टायर हाम्रो नेपालीहरूको रेस्पेक्ट गरेको हो कि। उसको जुन उहाँको आत्मा बित्नु भयो उहाँको लाइफमा के भन्नु न एउटा रोयल फ्यामिलीको राजै भए पनि उहाँको लाइफमा तनाव उताप चढाव त धेरै भयो नि। तर पनि मेरो किताबलाई टाइम दिएर पढेर फेरि त्यो चाहिँ राफली पढेको र थोरली राम्रो गरेर पढेको भने चाहिँ त्यो लेखमा थाहा हुन्छ के होइन। उहाँले यति राम्रो पढेर फिडब्याक पठाइदिँदाखेरि त मलाई चाहिँ द्याट वाज वान अफ द बेस्ट अवार्ड मेरो लाइफमा चाहिँ सबैभन्दा एउटा बेस्ट अवार्ड चाहिँ त्यो लागेको थियो होइन। र यहाँ त अब समाजसेवी पनि हुनुहुन्छ, ट्रेकिङ व्यवसायी पनि हुनुहुन्छ, धेरै ठाउँमा हुनुहुन्छ होइन। र कसैले अब सहयोग मागेको खण्डमा चाहिँ यहाँ दौडेरै जानुहुन्छ कि मैले आफूले फिल गरेको कुरा पनि हो। म चाहिँ के लाग्छ भने गुम्बा मन्दिरमा पूजा गर्नु पनि राम्रो कुरा हो, त्यो कल्चर मेन्टेन हो त्यो धेरै कुरा होइन। तर त्यहाँ चाहिँ ढुङ्गा के भन्छ ढुङ्गाको मूर्ति होइन एउटा मानिसले बिलिभ गरेको ढुङ्गाको मूर्ति हुन्छ त्यो उसमा पूजा गर्ने त्यो आफ्नै ठाउँमा छ। तर मानिसलाई सहयोग गर्ने भने चाहिँ रियल गडलाई सहयोग गर्ने हो लाग्छ कि गर्नुपर्छ लाग्छ कि। त्यो जहाँ चाहिँ हामी मन्दिर र गुम्बा छ त्यहाँ मात्रै देख्ने हो भने भगवान् त हामीभन्दा नि स्टुपिड भयो नि त होइन। भगवान्ले त तपाईँले फेरि भगवान् गरेर त्यो रिटर्न आओस् भनेर कहिले नि एक्सपेक्टेसन गर्नु हुँदैन। सहयोग गरेपछि थियो होइन। तर त्यसको रिटर्न चाहिँ खोज्नु हुँदैन। त्यसको रिटर्न कति मानिसले भन्छ अर्को जन्ममा फर्किन्छ भन्छ, कति मानिसले भन्छ यो जन्ममा भन्छ। तर म चाहिँ सहयोग गरेपछि त्यो चाहिँ गरेपछि त्यसको रिटर्न खोज्यो भने त्यो चाहिँ फेरि सहयोग गरेको सोसरा हुँदैन भन्छ के। विभिन्न सङ्घ संस्थामा नि आबद्ध हुनुहुन्छ यहाँ होइन। अब रोटरीमा पनि हुनुहुन्छ होइन। र अब समाज सेवा गर्न धेरै रुचाउनुहुन्छ यहाँ र भनि पनि हाल्नुभयो अब मन्दिरमा गएर पूजा गर्नु भन्दा पनि जसलाई सहयोग चाहिएको छ वास्तविक रूपमा सहयोग गर्दा नै त्यो नै ठुलो धर्म हो भन्ने कुरा नै उठाउनु भयो। र अब कुन कुन संस्थामा यहाँ आबद्ध हुनुहुन्छ, कसरी सक्रिय भएर काम गरिराख्नु भएको छ समाज सेवा? सजिलो त छैन, धेरै सङ्घ संस्थामा सल्लाहकारमा छु। सबै शेर्पा सङ्घमा सल्लाहकार, शेर्पा विद्यार्थी मञ्चमा सल्लाहकार। अनि अर्को चाहिँ जुन अब CNI भन्ने एउटा कन्फेडरेसन अफ नेप्लिस इन्डस्ट्रीको चाहिँ टुरिज्म डिपार्ट त्यसमा चाहिँ कमिटी मेम्बर एक्जिक्युटिभ मेम्बरमा छु। अनि अर्को चाहिँ यो पाठा नेपाल च्याप्टर भन्ने चाहिँ पाठा भन्ने चाहिँ साउथ एसिया पेसिफिक ट्राभल एजेन्सी एसोसिएसन हो। त्यसमा चाहिँ 90वटा देशको मेम्बर हुन्छ होइन। अनि म चाहिँ नेपाल च्याप्टरको चाहिँ कमिटी मेम्बरमा छु। र त्यो त्यहाँबाट पनि अब हामीले कार्यक्रमहरू गरिरहेका हुन्छु। र अर्को चाहिँ रोटरी क्लबमा म रोटरी क्लब काठमाडौँ सर्कलमा मेम्बरसिप कमिटी चेयरमा छु। यो भन्नु न अब यो जनवरी
देखि चाहिँ अनि अर्को जुलाईदेखि अनि म जुलाईदेखि पछि चाहिँ म डिस्ट्रिक्टमा चाहिँ हाम्रो यसपालिको आउने वर्षको डिस्ट्रिक्ट गभर्नरले चाहिँ अनि उहाँको टिमले चाहिँ मलाई टुरिज्म कमिटी चेयरमा तोक्नु भएको छ। मेरो जब च्यालेन्जिङ पनि छ, अपर्च्युनिटी पनि छ। देशको प्रमोसन गर्नुको लागि मेरो इच्छा त्यसमै हो। व्यक्ति खानु लाउनु त पशुले पनि गर्छ, मानिस भएपछि सेवा गर्नु नै ठुलो कुरा हो। मरेर जाँदाखेरि आफ्नो शरीर त लानु पाउँदैन होइन, आफ्नो सबभन्दा मनपर्ने आफ्ना बालबच्चा हुन्छ त्यो त लानु पाउँदैन भन्ने बाँकी अरू कुरा केही पनि होइन। र हामीले जे सेवा देशको लागि दियो, जे सेवा चाहिँ मानिसको लागि दियो त्यो नै ठुलो कुरा होला छ। र मलाई चाहिँ रोटरी क्लबबाट चाहिँ फेरि त्यो काम गर्ने मौका चाहिँ एकदमै दिएको छ र समाजसेवा गर्ने अनि त्यही खालको समाजसेवा गर्ने भावना भएको मानिसहरू सँग काम गर्ने। अब रोटरी भन्ने त 12 लाख संसारभरि 12 लाख मेम्बर हो नि होइन। र त्यो मध्ये पनि नेपालमा चाहिँ अब 162-163 क्लब अनि रोटरी क्लब, इन्ट्रा क्लब, विभिन्न क्लबहरू छ होइन। र सबैले एक्टिभली देशको लागि, जस्तो भूकम्पको बेलामा यो के भन्छ भूकम्पको बेलामा अनि यो कोभिडको बेलामा सबैभन्दा अगाडि निस्केर चाहिँ सबैतिर समाजसेवा गर्नु पुग्ने भन्ने चाहिँ रोटरी गभर्मेन्ट सँगसँगै मिलेर गभर्मेन्ट जुन कति कुरा गभर्मेन्ट भन्दा नै अगाडि उहाँहरू निस्केर चाहिँ काम गर्ने भन्ने चाहिँ यो रोटरीको स्पिरिट हो के। र जस्तो अब रोटरीको यो जुन पोलियो थप्पा ल्याएर चाहिँ पोलियो ल्याएर थप्पा यो पोलियोको गर्ने पनि रोटरीबाटै आएको हो नि होइन। आज विश्वभरि पोलियो निर्मूल भएको रोटरीको कारणले हो, रोटरी इन्टरनेसनल होइन। अनि हरेकले फेरि अब कन्ट्रिब्युसन पनि त्यतिकै गरिरहेको हुन्छ। र अब मेरो चाहना चाहिँ रोटरीको नेटवर्किङ युज गरेर नेपालको टुरिज्मलाई प्रमोसन गर्नुपर्छ भन्ने हो कि। जुन अब यसपालि मलाई कमिटी चेयर तोकेको छ र आउने वर्षमा इन्टरनेसनल ट्राभल रोटरी कन्फरेन्सहरूमा नेपालको एउटा स्टल राखेर नेपालभरि के छ भन्ने प्रमोसन योजना, हाम्रो योजना डिस्ट्रिक्टमा इन्टरनेसनलमा जाँदाखेरि अहिले हामीले चाहिँ प्रस्ताव मैले पर्यटन बोर्डमा, पर्यटन मन्त्रालयमा विभिन्न ठाउँमा मैले प्रस्ताव राखेको छु। र मैले होइन, हाम्रो रोटरी क्लबले अब उहाँहरूले चाहिँ उहाँहरूसँग मिलेर चाहिँ हाम्रो चाहना भने चाहिँ नेपालको टुरिज्म प्रमोसन गर्ने। अब यसमा त तपाईँ पनि पार्ट अफ द्याट है, तपाईँ पनि रोटरी हुनुहुन्छ होइन। तपाईँको समाजसेवा केही न केही त गर्नुपर्छ भनेर नै त्यो गरिराख्नुहुन्छ कि फेरि प्रायलाई, त्यसरी म पनि एउटा मेम्बर हुने मौका पाएको छु होइन। त्यसमा फेरि तपाईँ भन्ने चाहिँ भविष्य बोकेको यङ रोटरियन लेडिज होइन, एउटा देशको प्रमोसन काम गर्नु सक्ने, देशको लागि गर्नु सक्ने क्यापासिटी बोकेको। त्यही कारणले गर्दाखेरि मलाई चाहिँ जतिखेर जस्तो म अध्यक्ष हुँदाखेरि मैले 16 जना मेम्बर ल्याएको थियो, त्यो मध्ये 9 जना चाहिँ लेडिज काम गर्नुहुन्छ नि। एउटा महिला भएर ऊ यहाँसम्म त गर्न सकिँदो रहेछ, एउटा प्रेरणा पनि मिल्छ क्या हामीलाई, ए गर्नुपर्ने रहेछ नि, ऊ हामीले पनि गर्नुपर्यो, उहाँले त यसरी गरिराख्नु भएको छ भन्ने त्यो चाहिँ एकदम हौसला जस्तो मिल्छ क्या। त्यही भएर पनि अब त्यहाँसम्म पुगेको छ। यसमा चाहिँ यो माउन्टेन एकाडेमीमा पनि त्यो विद्यार्थीहरूले त्यही भन्छ कि तपाईँ नै हाम्रो आइडल मोडल हो, तपाईँबाट नै हामीले धेरै कुरा इन्सपायर हुन्छौँ भनेर अहिले कस्तो टाइम छ भने दिदी, अहिले चाहिँ कसैले कसैलाई सहयोग नगर्ने होइन, अब एउटा बोली पनि दियो भने खेर जान्छ भने जस्तो यो अहिले माहौल भइसकेको छ क्या। त्यो क्रममा चाहिँ यहाँ जस्तो पाउनु भनेको होइन, एउटा एकछिन बसिराख्दाखेरि पनि यो गर्नुपर्छ है, यसरी गर्नुपर्छ है भन्दाखेरि एउटा छुट्टै किसिमको हौसला पनि। अब अहिले हामी यो रोटरी क्लब काठमाडौँ सर्कल र पाठा नेपाल च्याप्टर मिलेर चाहिँ यो जाजरकोटमा चाहिँ 35 वटा घर जलेको रहेछ नि। अनि त्यहाँतिर सहयोग गर्ने भनेर हामीले चाहिँ अब सल्लाह, तपाईँ नि क्लबमा हुनुहुन्छ होइन, हामीले चाहिँ हाम्रो कोअर्डिनेटर, यसको कोअर्डिनेटर चाहिँ हाम्रो नुकल आनन्द वैद्य सर हुनुहुन्छ, उहाँसँग हामी सल्लाह गरिरहेको छौँ। भोलि त्यसकै मिटिङ छ होइन। र अब यसरी हामीले सेवा गर्न पाइयोस्, दिदीसँग मिलेर यही नै चाहना छ। दिदी अन्त्यतिर आइसकेका छन्, धेरै कुराहरू सम्भवतः समेटे जस्तो पनि लाग्छ, कति धेरै छन् यहाँका सङ्घर्षका कुराहरू होइन, जुन चाहिँ फेरि नेक्स्ट टाइम फेरि समेट्ने प्रयास गर्नेछु। अब अन्त्यमा चाहिँ यहाँलाई म के सोध्न चाहन्छु भने जस्तै अब कति महिलाहरू होइन, अब म
अगाडि बढ्छु भनिरहँदाखेरि होइन अब केही गर्ने चाहना हुँदाहुँदै अब महिलाहरू भनौँ पुरुष जस्तै हुन त अब सबै महिला पुरुष बराबर भन्ने त भइसकेको छ। अब यो कुरा गरिराख्दाखेरि मलाई गाली पनि गर्नु होला, तर एउटा महिलालाई अगाडि बढ्न निकै सङ्घर्ष गर्नुपर्छ, निकै गाह्रो होइन। अब विवाह पश्चात त झन् कति महिलाहरू त्यति ट्यालेन्ट हुँदाहुँदै पनि घरको त्यो घेराभित्र नै पर्नु परेको अवस्था छ। महिलाको चाहिँ 3टा लाइफ हुन्छ। पहिलो बिहा गर्नुभन्दा अगाडि माइतको लाइफ, बिहा गरिसकेपछि एउटा जोइन्ट फ्यामिलीको लाइफ, त्यसपछि अन्त्यमा छुट्टै लाइफ होइन। 3टा लाइफ त प्रत्यक्ष देख्ने लाइफ हुन्छ होइन। त्यो सँगसँगै महिलाको त्यो अब 3 ठाउँमा चाहिँ बुझाउनु पर्ने हुन्छ। आफू अगाडि सार्नको लागि पहिले आमा बाउलाई बुझाउनु पर्छ, दोस्रो आफ्नो श्रीमान र सासू ससुरालाई बुझाउनु पर्ने हुन्छ, तेस्रो आफ्नो छोराछोरीलाई बुझाउनु पर्ने हुन्छ होइन। त्यो कारणले गर्दा कि महिलाले चाहिँ त्यो आफू सक्सेस हुनुको लागि 3 ग्रुपलाई चाहिँ बुझाएर मात्रै आफू अगाडि सार्नु सकिन्छ। अनि सँगसँगै फेरि हाम्रै महिलाभित्र पनि एउटा चाहिँ कसैले चाहिँ एकदमै महिला अगाडि आएको खुसी मान्छ, रमाउँछ अनि इन्सपायरिङ रूपमा लिन्छ भने कसैले चाहिँ आफू पनि अगाडि सार्दैन, अरू सारेको पनि कुरा काटेर फेरि त्यो पनि हाम्रो महिलाको कमजोरीहरू पनि छ। सञ्जालमा एकदम भाइरल भएको कुरा पनि रहेको छ, महिलाले महिलाको नै खुट्टा तानिरहेको हुन्छ। एउटा महिला आफ्नै साथी सर्कलमा पनि एउटा महिला अगाडि बढिरहँदाखेरि आफू बढ्न पाइन भनेर उसैले नै खुट्टा तान्ने। जस्तो अब एउटा घरमा एउटा महिलाले चाहिँ एउटा पुरुषलाई फलानाको बुढी त यस्तो गरेर हिँड्छ, म त हिँडेको छैन, म त तपाईँले जे भन्ने त्यही गरेर मानेर बसेको छु भन्छ होइन। तर सबैभन्दा म चाहिँ छोरी मान्छे भने चाहिँ आमा बाउले नै आमा बाउको काक्नु हुँदाखेरि नै स्ट्रङ बनाउनु पर्छ लाग्छ के। किन सानैबाट, किनभने आमा बाउ हुनेसम्म पो आमा बाउले प्रोटेक्सन दिन्छ। आमा बाउबाट टाढा भएपछि त उसले त आफू स्ट्रङ बनाउनु पर्ने हुन्छ नि। भोलि हरेक कुरामा स्ट्रङ बन्नुको लागि चाहिँ बाल्यकाल आमा बाउको काखमा हुँदाखेरि नै छोरी मान्छे हो यो ठाउँमा नजाऊ, छोरी मान्छे हो या यो नगर भन्नु सट्टा पनि छोरी मान्छेले पनि पुरुष सर गर्नुपर्छ। र त्यो घरको दाजुभाइले पनि अर्काका छोरी चेली पनि आफ्ना दिदीबहिनी सर मानेर चाहिँ रिस्पेक्ट गर्यो भने कहीँ पनि यो जुन रेप केस यो विभिन्न केसहरू आउँदैन कि। तर आफ्नै घरमै पनि छोरालाई चाहिँ एकदमै डक्टर पढाउने सपना बोक्ने, छोरीले चाहिँ नर्स पढाउने, अनि छोरालाई चाहिँ बाहिर पुरा दुध खुवाएर राख्ने, छोरीले पानी खुवाउने, त्यो घरबाट नै त्यो सुरु गर्यो भने त्यो छोरी चेलीको लाइफभरि नै त्यही हिसाबले ऊ आफैले पनि त्यही शिक्षा लिएको हुन्छ कि। त्यो कारणले गर्दाखेरि जन्मेकोदेखि नै इक्वल बिहेभ गर्नुपर्छ, आमा बाउले पनि इक्वली सिकाउनु पर्छ। र दाजुभाइ घरमै छोरी आफ्नो छोराहरूलाई पनि अरूको छोरी चेलीलाई चाहिँ आफ्नै छोरी दिदीबहिनी सरा रिस्पेक्ट गर्नु भनेर चाहिँ आफ्नै घरबाट नै शिक्षा दिनुपर्छ। र अब हाम्रो यो इन्टरभ्यू हेरेर पनि कति महिला दिदीबहिनीहरूलाई प्रेरणा पनि मिल्यो होला होइन। र यहाँले भनेको कुरा जुन चाहिँ सानैदेखि नै भनौँ न अब सुरुदेखि नै स्ट्रङ बनाउनु पर्छ। किनभने हाम्रो त समाज पनि त्यस्तै छ, हाम्रो घर परिवार पनि सबै नभनौँ त्यस्तै छ। अब महिला भनेपछि हिँड्नु हुँदैन, आयो भने पनि भनेर गाली छोरा 6 बजी रातको 1 बजी आए पनि मतलब नराख्ने, छोरी चाहिँ 6 बजी पढ्यो भने ढिलो भयो भन्ने, अनि कलिलो मेरो बिहे गरेर पठाइदिने होइन। यो सबै कुराहरू यो चाहिँ हट्दै पनि छ तर हटाउनु पनि पर्छ के होइन। त्यो स्ट्रङ बनाउनु पर्छ के। र छोरी चेली पनि फेरि फ्रिडम पायो भन्दैमा मन पनि गर्नु हुँदैन। आमा बाउले रिस्पेक्ट गरेर जिम्मेवारी दिएपछि त्यही अनुसार जिम्मेवारी पूर्ण भएर अगाडि बढ्नु पर्छ लाग्छ के। अनि तपाईँले चाहिँ म हार्दिक बधाई दिनु चाहन्छु यो नयाँ प्रोग्रामको लागि। यो चाहिँ एकदमै भविष्यमा तपाईँ एकदमै सक्षम यङ मिडिया पर्सन। मैले चाहिँ योभन्दा अगाडि नै धेरैचोटि तपाईँसँग इन्टरभ्यू दिइसकेको छु। अहिले त झन् आफैले चलाउनु भएको छ। यो चाहिँ एकदमै अगाडि सारो होस् र राम्रो होस्, सक्सेस होस् र विभिन्न एकदमै सक्सेसफुल महिलाहरू पुरुषहरू ल्याएर तपाईँले चाहिँ उहाँहरूलाई पनि इन्टरभ्यू लिएर चाहिँ उहाँहरूको पनि इन्सपायरिङ पर्सनहरू चाहिँ
ल्याएर चाहिँ उहाँहरूको पनि सबैको माझमा भन्नुभयो जस्तै अब मानिस भइसकेपछि त केही न केही गर्नुपर्छ भन्ने हिसाबले अब मैले यो कार्यक्रमबाट पनि केही मेसेज भए पनि दिन सकूँ भनेर नि यो कार्यक्रम मैले सुरुवात गरेको छु होइन र यहाँहरूको साथ छँदैछ ल्याउने पनि म प्रयास गर्नेछु र दिदी आइदिनु भयो होइन धेरै वेट पनि गर्नु पर्यो सुरुवात भएको भएर र यहाँले जति पनि योजना बनाउनु भएको छ यो भनौँ न समाज सेवा गर्नेदेखि लिएर नेपाललाई विश्वमा चिनाउने होइन एउटा छुट्टै भूमिका यहाँले जुन निभाइराख्नु भएको छ अझै प्रयास गर्दै हुनुहुन्छ धेरै महिलाहरूको प्रेरणा बन्नु भएको छ अझै यसरी नै सफलता मिल्दै जाओस् धन्यवाद अनि हाम्रो क्यामेराम्यान भाइहरू दुईजनालाई पनि हार्दिक धन्यवाद दिन चाहन्छु र श्रेया बहिनीलाई पनि एकदमै धन्यवाद र बधाई छ। दर्शकबिन एउटा नयाँ सुरुवात हामीले गरेका छौँ यहाँहरूको माझमा एउटा नयाँ कार्यक्रम लिएर आएका छौँ जसको नाम आहान र आहान भन्ने बित्तिकै एउटा नयाँ नाम पनि यहाँलाई लाग्ला र यसको अर्थ के होला भनेर पनि सोचिरहनु भएको होला। आहान भन्ने बित्तिकै एउटा सुरुवात एउटा शुभारम्भ भन्ने पनि बुझिन्छ र हामी यस कार्यक्रममा चाहिँ यहाँलाई प्रेरणा मिल्ने खालको केही सुरुवात गर्दै हुनुहुन्छ भने होइन यो कार्यक्रमहरू पक्कै पनि यहाँलाई एउटा प्रेरणा मिलोस् भन्ने उद्देश्यले नै यो कार्यक्रम तयार पनि पारेका छौँ। आशा छ यहाँले हामीलाई साथ दिनुहुनेछ र यस कार्यक्रममा विभिन्न सफल व्यक्तित्वहरूसँग हामी कुराकानी गर्नेछौँ र उहाँको सङ्घर्षको कुराकानी गर्नेछौँ। उहाँले सफलता प्राप्त गरिरहँदाखेरि कति कुराहरू उहाँले भोग्नुभयो दुःख पीडाहरू होइन खुसीको क्षणहरू यी यस्ता कुराहरू पनि हामी समेट्नेछौँ ताकि यहाँहरूलाई पनि एउटा अगाडि बढ्न सफल बन्न एउटा प्रेरणा मिलोस् भनेर र हाम्रो यो प्रयास रहेको छ। प्रयासमा यहाँले साथ दिनुहुन्छ भने एकदमै हामी विश्वस्त पनि रहेका छौँ र आजको हाम्रो गेस्ट लाक्पाफुटी शेर्पालाई पनि विशेष धन्यवाद दिन चाहन्छु र यस्तै महिलाहरूको कुराहरूलाई म समेट्ने प्रयास गर्नेछु। अहिले भने हाम्रो सम्पूर्ण टिमसहित म श्रेया बिदा चाहन्छु। नमस्ते।